बैतडीमा प्रहरीले अवैध हात हतियार खोज्न थालेको छ। सामान्य विवादमा समेत हात हतियारको प्रयोग गरेर जघन्य अपराध हुन थालेपछि प्रहरीले अवैध हात हतियारको खोजी गर्न थालेको हो। यही फागुन 17 गते दुकडाकेदार गाउँपालिका 8 काला गाउँका कर्णबहादुर विष्टले गोली प्रहार गरेर भाइनाता पर्ने सुरेन्द्र विष्टको हत्या गरेपछि प्रहरीले अवैध हतियारको खोजीमा सक्रियता बढाएको बताइएको छ। कर्णबहादुर विष्टले प्रयोग गरेको बन्दुकको अवस्था के त? जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडु। प्रहरी पोस्ट तल्लादेखि प्रहरी चौकी खोजले तीनवटा युनिटबाट सैसाबको कमान्डमा टोली, असैसाबको कमान्डमा टोली चाहिँ परिचालित छ। तलासको लागि व्यापक लागिरहेको छ, बिहानैदेखि लागिरहेको छ। अब त्यो भिरबाट फाले गाउँ खोलातिर भन्छ, त्यो ठाउँहरूमा भेटिरहेको छैन। अहिले त हामी चाहिँ त्यो उसले फालेको हतियारै प्रयोग गरेकै हतियारलाई चाहिँ नियन्त्रण गर्नका लागि हामी त्यो हतियार चाहिँ बरामद गर्नका लागि खोज तलास गरिरहेका हौँ। अन्य हतियारहरूको त सूचना सङ्कलन गर्ने कार्य जारी नै छ। अब कुन ठाउँमा हुन सक्छन् भन्ने त्यो अर्को विषय भयो होइन। तर हाम्रो यो केससँग जो चलिराखेको वर्तमान अहिलेको मुद्दा छ भनौँ, करेन्ट जो केस छ, योसँग सम्बन्धित हतियार जो चाहिँ छ त्यसको खोज तलासको लागि यो टोली परिचालन भएको। अहिलेसम्म चाहिँ भेटिएको अवस्था छैन। अहिले भर्खरै मलाई घरमा त्यता आसपास एरिया त्यो फालेको भनेको स्थानबाट सही साहबले फोन गर्नुभएको थियो, लेकबाट खटिनु भएको सही साहब, उहाँले फोन गर्नुभएको थियो भेटिया छैन भनेर। अझै तिनीहरू खोज तलासमा भने आसपासको एरियामा हुनसक्छ, कहीँ अन्त दाहिनेमा 150 मिटरको दूरीमा तलमाथि हुनसक्छ। खोजहरूमा खोलाको अब जङ्गलको ठुलो भिर पाखाहरू छ, त्यहाँ ठुल्ठुलो ओडारहरू छ, त्यहाँ पनि हुनसक्छ। यसो हेर्नुहोस् भनेर सबै ठाउँमा सर्च चाहिँ गरिरहेका छन् टोलीहरूले। सुरेन्द्रको हत्यापछि कालागाउँबाट प्रहरीले अवैध हतियार सहित थप 1 जनालाई पक्राउ गरेपछि प्रहरीले अवैध हतियारको खोजी गर्न लागेको हो। अवैध हात हतियार र इजाजत सहितका हात हतियारको अवस्थाको विषयमा जिल्ला प्रशासन कार्यालय बैतडीको चासो के त? जिल्ला प्रशासन कार्यालय बैतडीका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय। अवैध हात हतियार राख्न पाइँदैन होइन, कानुन त त्यस्ता हात हतियार कहीँ कसैसँग छन् भने बुझाउनु पर्छ। नजिकको प्रहरी कार्यालयमा 90 समातिन्छ र कानुन अनुसार कारबाही हुन्छ। वैध हतियार पनि वैध भन्नाले इजाजत पत्र लिएका अथवा लाइसेन्स लिएका हतियारहरू पनि छन् भने त्यसलाई जथाभावी प्रयोग गर्न पाइँदैन, त्यसलाई पनि रिन्यू गरेर राख्नुपर्छ। अब रिन्यू गरेको छैन अनि त्यसपछि इजाजत पत्रै लिएको छैन भने त्यस्ता हात हतियार समयमै बुझाउन पर्ने हो सबैले। हामीले बेला बखतमा त्यो सूचना पनि लगाएका हुन्छौँ। प्रायः जसो निर्वाचनको बेला चाहिँ त्यस्ता खालका सबै हतियार बुझाउन भनेका हुन्छौँ। अझै नै कसैको घरमा छन् भने अब हामी त्यो व्यापक रूपमा खोज्ने हो, त्यसरी राख्नु हुँदैन। त्यसले कहिले काहीँ त्यस्तो खालको घटनाहरू निम्ताउँछ, हामी खोज्छौँ। अब त्यसरी पाइयो भने चाहिँ कारबाही हुन्छ उहाँहरूलाई। अब नयाँ हतियार त अहिले ल्याउन पाइँदैन, त्यो बन्द छ। पुराना हात हतियार छन् भने चाहिँ सामान्यतया हरेक वर्ष रिन्यू गर्नुपर्छ। अब 5 वर्षसम्म पनि रिन्यू भएको छैन भने चाहिँ हामी रिन्यू गर्दैनौँ। अहिले कानुनले त्यस्तो हात हतियारलाई जफत गर्नु भनेको छ। त्यसैले 5 वर्षभन्दा बढी अवधि भएको छ, रिन्यू भएको छैन भने चाहिँ जफत हुन्छ। अब 5 वर्षभित्रैकै छ भने जिल्ला प्रशासन कार्यालयमा आएर उहाँहरू रिन्यू गर्न सक्नुहुन्छ आवश्यक शुल्क तिरेर। नयाँ किन्ने अहिले प्रावधान छैन, त्यसरी नयाँ इजाजत पत्र हुँदैन। तर अब कोही इजाजत पत्रवालाको मृत्यु भएको कुनै कारणले चाहिँ अब आफ्नो छोराहरूमा नामसारी गर्न चाहिँ मिल्छ। त्यसरी भएको हतियारको व्यवस्था भने त्यसरी गर्ने हो। अब अवैध छन् भने त्यसरी लाइसेन्स नभएरै कसैले राखेका छन् भने त्यो चाहिँ सिधै आएर प्रहरीका दिनुपर्ने हुन्छ। कालागाउँ क्षेत्रमा अवैध हतियारको प्रयोग गरेर हत्याको घटना भएपछि अहिले उक्त क्षेत्रमा अन्य व्यक्तिहरूसँग समेत हतियार हुन सक्ने भन्दै प्रहरीले हात हतियार खोजिरहेको बताइएको छ। अहिले यो विषयलाई गम्भीर रूपमा लिएर प्रहरीले हतियारका विषयमा सूचना सङ्कलन गरिरहेको बताउनुहुन्छ पुनः जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बडु। सूचना सङ्कलन नै प्रमुख माध्यम भनेको हामीले कुनै ठाउँमा कुनै गाउँमा भनौँ न त्यसरी चाहिँ हतियारहरू छ, कसैसँग अवैध हतियारहरू लुकाएको छ भन्ने सूचना हामीले त पहिला त यस्ता कुराहरूलाई चाहिँ वैध र अवैध दुई तरिकाले छुट्याउनु पर्ने हुन्छ। वैध तरिकाले लाइसेन्स भएको छन् कि अब त्यो लाइसेन्स भएको हतियारहरू पनि नवीकरण नगरेको पनि हुन सक्छ। त्यसकारण हामीले लाइसेन्स भएका नभएका हतियारहरू कोसँग छ छैन भन्ने कुराहरू सूचना सङ्कलन नै हो। पत्ता लगाउने प्रमुख आधार भनेकै त्यही हो, माध्यम नै त्यही हो, रुट वे नै त्यही हो हाम्रो होइन। तर अब अहिले चाहिँ हामीले चाहिँ अवैध हतियारहरू के कति छन् भन्ने हाम्रो गुप्त रूपमा बुझ्ने कार्य एकातर्फ भइरहेको छ भने अर्को कुरा त्यो घटनासँग सम्बन्धित जुन हतियार छ विशेष गरेर हामीले तत्कालको लागि चाहिँ त्यसै हतियारलाई चाहिँ पक्राउ गर्न बराबर गर्नका लागि चाहिँ टोली परिचालन भएको छ। सुरेन्द्रको हत्यापछि अहिले पनि कालागाउँ क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालित गरिएको छ। सुरेन्द्रको हत्यामा कर्णबहादुर विष्टले प्रयोग गरेको बन्दुक भने अझै प्रहरीले फेला पार्न सकेको छैन। रेडियो निङ्लासेनी, गोविन्द पन्त, बैतडी।